हल्का सिट भइदिएको अवस्था भयो क्या यहाँनिर टेन्सन भयो यार तर हामीलाई गाह्रो पऱ्यो साथीहरू ल हामी चाहिँ अब सुरु गरियो होइन हामी हाल्दै हेर न स्टप अहिले चाहिँ टक्क रेडी भएर म बसेको छु होइन हाम्रो गोसाइँकुण्ड ट्रिपको लागि अब रेडी भएर होइन अब एकछिनमा चाहिँ निस्किने हो घरबाट जब अब एकछिनमा चाहिँ हामी कलेजतिर निस्किन्छौँ म होइन त्यसपछि कलेजमा साथीहरू सबैजना भेट भएर अनि त्यहाँबाट निस्किने प्लान हो खासमा चाहिँ अब के हुन्छ म इन्फर्म गर्दै जान्छु है त सी यू कलेजमा आजको अब डे टु डे मैले टक्क भिडियो बनाउँदै यहाँ गर्छु होइन ल हाम्रो यहाँ दुईजना साथीहरू पनि छन् टक्क लगाएर केटाहरू भ्लग बनाइदिनु पऱ्यो नि एउटा केटाहरू चट्ट लगाएर गाडीमा सवार भइसकेको छन् होइन गाडी छ हाम्रो कलेजमा जस्तो बसिरहेको भतिज के भन्ने एउटा अब जाँदैछौँ हामी होइन रमाइलो गर्नुपर्छ होइन घुम्नुपर्छ अलि डेन्जर पारामा थकित नभइकन त्यही हो भन्ने कुरो त्यो साथी त्यति होइन हामी चट्ट लगाएर बाटो त थकित नहुने भन्ने मेरो कुरो हामी आज कति बजीसँग चट्ट लगाएर 1 बजे पुग्नु होला अनि टुरको माहौल हो साथीभाइहरू त्यस्तो हुन्छ तर त्यो कुरालाई हेर टुर ट्रेकलाई अब एउटै हो कि कुरो गइरहेको छ पहिला सुरु ट्रेक टुर हो त्यसो पहिला ट्रेक हो नि त ट्रेक हल्का स्ट्यान्डर्ड ट्रेक भनेको पहिला टुर सकिन्छ कि वहाँसम्म वहाँकोसम्मको टुर त्यहाँबाट पहिला ट्रेक हो सो फर्स्ट हामी पहिला सुरु टुर गइरहेछौँ सही हो हामी टुर गइरहेछौँ त्यसपछि बाँकी रमाइलो त्यहाँ गएर गर्छौँ ल तपाईँलाई त्यहाँ गएर भेट्छौँ केटाहरूको किनमेल चक्लेटहरू होइन खानु पऱ्यो नि अब इनर्जी निकाल्नु पऱ्यो नि ट्रेकिङ गर्दाखेरि इनर्जी बुस्टर पनि किन्छु मैले गाइस स्निकर्स आइसक्यो 1 2 3 4 5 6 7 गाडी यहाँ रोकिराख केटाहरू खाजा खानु लाखान् होइन केटाभित्र अनि हामी चाहिँ बसिरहेको अब यहाँ खाजा घरमै खाएर आइसक्यो यसो 15-20 मिनट यहाँ रोकेर अनि जाने हो केटाहरू पुरै लडी पारामा चाहिँ ढलिराख्न यहाँ लडी भइरहेको अवस्था फर्ममा आउनु पऱ्यो केटा यसरी भएन हामी चट्ट गल्छीबाट भित्र छिरिसक्यौँ होइन गल्छीबाट भित्र छिरेर चट्ट ल्याएर अब केटाहरू यस्तो पुरै स्लिपी मोडमा छ हल्का भोक लागेको अवस्था छ अहिले गाडी भोक पुरै भइसक्यो सेचुरेट भइसक्यो भोक पनि हल्का डाइल्युट अवस्थादेखि आएर भोक पनि पुरा सेचुरेटेड भइसक्यो
ठुलो चल्दो भर्खर बस्यो यस्तो गर्मी भयो तल सट्टै हामी चाहिँ गाडी बिग्रेर कुरेर बसिरहेको होइन हल्का सिट भइदिएको अवस्था भयो क्या यहाँनिर टेन्सन भयो यार तर हामीलाई गाह्रो पऱ्यो साथीहरू गाडीले छोड्यो हाम्रो साथी सोझो भएर अलि हामीलाई गाह्रो पऱ्यो साथीहरू सोझो भयो धेरै सोझो भयो धेरै सोझो भएपछि थर्काउनु पर्ने हुन्थ्यो हामीले त्यहाँनिर तर यस्तै भयो गाडी यहाँ बिग्रेर खोलखाल गरे भात खाने यतिकै रेस्ट गर्ने ठाउँ पाइएको चाहिँ होस् त्यो चाहिँ हामीले त्यो हिसाबले बुझ्नु त्यो हिसाबले बुझ्नु लिनुपर्छ हामीले त्यस्तो हामी चाहिँ बल्ल गाडी चाहिँ गाडीलाई चाहिँ सन्चो भयो कि बल्ल अब हाम्रो जाने मुड भएको हो गाडी चाहिँ हाम्रो सन्चो भएपछि हामी हिँडिसक्यौँ अब होइन अब भाग्दै हल्का हानिरहेको छ फेरि हल्का हानिरहेछ अबको लगभग 2 घन्टाको वरिपरि चाहिँ हामी पुग्ने हाम्रो चाहिँ एम छ अहिलेको लागि यस्तो राम्रो चट्टो माहौलमा बिल्डिङ्स लिँदै फेरि हामी यस्तो क्रुज गरिरहेको छौँ क्या हामी गाडी होइन के भन्छ त तैँले अब के भन्ने के पेलमा अब यहाँ केटाहरूलाई जल्दी के अरे आमै भन्छ बाटो नेक्स्ट लेभल छ यहाँनिर है साथीहरू औषध लिएर हेर्नु शान्ति नै किनमेल गरेर यहाँ साथीहरूले यस्तो स्टिकहरू हानिसक्यो यहाँनिर नयाँ नयाँ स्टिकहरू फेरि उताको पुरानो होला साथीहरू न्यू वान औषधि र यो कोलगेट हालेर अब यहाँ धुन्चेबाट हामी चल्दिसक्यौँ निजे कहाँबाट पनि धुन्चेबाट भने होइन कहाँको धुन्चे हो त नि अब यहाँ यो धुन्चे त यही त हो त ए अँ भन्थ्यो होइन त्यसले माथिसँग कहाँ माथि अलि माथिसँग जानुपर्छ भन्थ्यो कि गाडी जाने ठाउँसँग ल हाम्रो स्टपेज पर्छ कि हामी चाहिँ अब सुरु गऱ्यो हिँड्न ट्याक्कै यहाँ तल हाम्रो गाडी राखेर यहाँ तल बाटो छ होइन त्यहाँ गाडी राखेर हामी चाहिँ हिँड्न सुरु गऱ्यो टक्क लाएर अब लगभग आज कति बज्यो अहिले 4 बज्यो ट्याक्कै 4 बज्न लाग्यो 5 मिनट बाँकी छ अब केही नभने हामी 4 घन्टा त मिनिमम पनि हिँड्नुपर्छ होला 8 बज्छ होला अब हामी बस्ने ठाउँमा पुग्दा अब बिचबिचमा यस्तो राम्रो देखियो भने म टक्क लाएर खिचिहाल्छु यहाँ अहिले चाहिँ हामी दुईजना अगाडि हेर्छौँ केटाहरू पहाडी आउँदैन पहाडी आउँछ सबैजना यस्तो छ बाटो अहिलेलाई स्टार्टिङ गर्ने रुट चाहिँ हिँड्दा हिँड्दै टक्क यहाँ अवश्यले भेट्यो हामीले होइन टक्कलाई टिपेर खाइन्छ अब जमजम टेस्ट हान्यो रातो हेर खतर पाक्यो हामी हावा जले हेर हेर नि
पानी भर्यो अरूमा धेरै भराएन अन्त यति आधा भयो भने यो मिनरल वाटरै हो भरेन मैले पानी बोकेर काम छैन यहाँ खाइयो भयो किन खानु पर्दैन नलाएर पानी खामलाई नि माथि पाइहाल्छ म त सबैको भरेन यहाँको भरेको सट्टो लगाएर हामी अब हिँड्दैछौँ के छ भतिज कस्तो हुँदैछ त एकदम रमाइलो हुँदैछ ट्रेकिङ एकदम दामी हुँदैछ टक्कै के छ अरे केटाहरू यसो अगाडि अगाडि लगाइरहेको छन् हाम्रो केटाहरू डरे हाम्रो अगाडि पानी खाएर हामी फेरि आफ्नो यात्रा सुरु गरिसकेका छौँ साथीहरू हल्का फ्रेस मुडमा अब हल्का बत्ती नै पर्छ अहिले स्पिड अहिले पक्रिन हल्का टाइम लाग्यो क्या तलबाट होइन अब स्पिड पक्रेपछि अब हुन्छ सेकेन्ड स्टप हाम्रो केटाहरू यहाँ आइपुग्यो ल भतिजाहरू अब लास्ट धार छ यहाँ पानी सानी भरिन्छ 2 घन्टा चाहिँ लाग्छ भने मौसम दामी भएको बादल पानी पर्न सक्छ तर हामीसँग फुल प्रिपरेसन छ पानी पर्यो भने होइन एकछिन ब्याग बिसाउँदाखेरि रमाइलो अब जागे लानु पर्ने बेला भन्छ नि अडिसी बाउडीहरू चाहिँ फेरि दोषलाई फेरि अनि हामीले गरे नि त राति बेकार भइसक्यो होइन हामी यसरी केटाहरूमा पढाउँदैछ बेकार छ बत्ती बाल्दै चट्ट लाएर हिँड्दै अगाडितिर अझै उता माथिसँग उतातिर बत्ती बल्दैछ माथि त्यहाँसम्म पुग्ने रेस्ट पोइन्ट जस्तो एउटा जङ्गलको बिचमा कति बज्यो यार 8:30 भइसक्यो यस्तो पारामा हामी चाहिँ अगाडि अगाडि नै छौँ यस्तो पारामा हामी चाहिँ अगाडि अगाडि नै छौँ लगभग एउटा टोली अगाडि छ नत्र हामी नै अगाडि छौँ म पछाडिबाट आइरहनु बत्ती बल्ल खाँदै अब कति मिनट लाग्ला यार 20 मिनटमा पुग्यो है अब 15-20 मिनटमा पुगिन्छ 15 मिनट त थोरै नै भयो अब 20 मिनट जस्तो त 20-25 मिनट त लाग्यो होला केही बल्ल चन्दनमारी पुगिन्छ हो आज त्यतै बस्ने हो नामो निशान देखियो हैन अब कहाँ खतरा टल्के त जलेको त्यो त त्यो खतरा टल्के त आउटर टल्के हाल्यो अघि लाइट बन्दैन टल्के ल त्यही हो गुरु Still of the night, gazing up at the sky, when the stars began to fade, dimming lanterns in our